हेलो गाइज वेलकम ब्याक टु अनदर भ्लग सो मेरो चाहिँ बिहानदेखि ब्याक टु ब्याक आज एक्जाम थियो अहिले कति लगभग 4:30 भयो अनि मेरो दुईवटा एक्जाम थियो त्यो सकियो अरू पनि थियो के कलेजबाट म आइरहेको छु सो आजको क्लास इज डन एक्जाम पनि एकदम राम्रो भयो सोचेको भन्दा राम्रो भयो सो अब फ्रेस हुँ अनि त्यसपछि सिधै आजको वर्कआउट गर्न जानुपर्छ आजको वर्कआउट गरेकै छैन सो प्रब्ली एउटा के कार्डियो स्विमिङ गर्छु होला लेट्स सी थाहा छैन है अनि त्यसपछि आज मेरो ट्रेन चाहिँ चेस्ट र सोल्डर ट्रेन गर्नु छ सो त्यो पनि गरिहालौँ पहिला फ्रेस हौँ है त खाँदा खाँदै छोडेको यार यस्तो नराम्रो यस्तो खतम रहेछ अस्ति त मैले एक ठाउँबाट ल्याएको थिएँ होइन अति खतम यस्तो खतम कि होइन मलाई यस्तो मनपर्छ म्याङ्गोज होइन तर राम्रो म्याङ्गोज पाउनै गाह्रो हुन्छ आएर न कहाँबाट किन्ने कहिलेकाहीँ चाहिँ एकदम मिठो हुन्छ कहिलेकाहीँ चाहिँ यस्तै खतम हुन्छ अलराइट गाइस सो जिम जाने कि स्विमिङ भनेको दुइटै गएको छैन किनकि हामी आउने बित्तिकै असाइनमेन्टहरू गर्न थाल्यौँ अनि प्लस यो विकको लागि प्रिपेयर पनि गर्नु थियो त्यसमै हामी बिजी भएको भयौँ अनि हामी कति बजीतिर आएको थियो बेबी म लगभग आउँदाखेरि 5 बजेको थियो अहिले अलमोस्ट 7 बज्यो अब हामी केही डिनर गर्न जान लागेको प्रब्ली हाम्रो फेभरेट रामेन प्लेस किनकि हामीलाई खास चाहिँ अहिले टाइम छैन भन्नु पऱ्यो सो हामी त्यही रामेन खान्छौँ अनि त्यसपछि फेरि ब्याक टु वर्क त्यसपछि म जिम जान्छु आज एकदमै सर्ट भ्लग हुने भयो सरी अबाउट द्याट किनकि इक्जाम्सहरू थियो सो अन्टिल 5 मैले केही पनि गर्न पाइनँ त्यसपछि अझै 7 बज्यो होइन सो लेट्स गो रामेन खान पक्का रामेन खान जाने हो म रामेन खान मन लाग्यो भने फेरि मेरो माइन्ड चेन्ज भयो फेरि उसलाई रामेन नै खानु मन लाग्यो मलाई चाहिँ अर्कै खान मन लागिसक्यो चाहन्छु नि रामेन होइन यो एकदम डेन्जर रामेन हो कि भनिदियो त फेरि थाहा छैन उहाँहरूले धेरै पहिला देखिसक्यो अरे न हजुरहरूमा कोही हाम्रो डेली भ्युवर्स छ भने हजुरहरूलाई थाहा हुनुपर्ने हो तर मोस्ट अफ देम डेली भ्युवर्स छैन So आज चाहिँ कस्मिराको ग्रेजुएसन पनि थियो कङ्ग्रेचुलेसन्स टु हर सी इज एन RN now कस्मिरा कङ्ग्रेचुलेसन्स RN now म जान पाइनँ मलाई यस्तो बिहान उठ्ने बित्तिकै आई वाज वाचिङ हर त्यो भिडियो होइन लाइभ थियो म जान पाइनँ किनकि मेरो एक्जाम भएर चलिरहेको थियो आइ एम सो सरी बट know that we are so proud of you अनि congratulations अनि त्यसपछि I know life will only get better प्रीतिकाले यस्तो राम्रो पराठा बनाउँदै मेरो फेभरेट पराठा अस्कर प्रीतिकाले पराठा बनाएको छैन युज कम्प्लेन मेरो साइडबाट यस्तो मिठो हुँदैको त्यो पराठा म त अब बिदामा बनाएर खुवाउँछस् तर मलाई क्या मनपर्छ नि मलाई नि मनपर्छ आफैले बनाएको मनपर्छ नो मेरो मम्मीले बनाएको मेरो मम्मीले पराठा बनाउनु भयो भने त मैले 2-3टा खाँदै मेरो मम्मी नै तर्सेर त्यो खुसी हुने के बुझ्यो आज कुन डे हो थर्सडे होइन आज वेन्सडे मान्छेहरू काम छैन क्या हो हामी पनि त्यस्तै मध्ये एक होला भने यो हाम्रो रामेन प्लेस चाहिँ यु क्यान के भन्छ यु क्यान रामेन फलो मी भन न हामी यति आउँछौँ कि हामीलाई यहाँ धेरैजनाले चिन्छ ओन्ली फर यर स्पेसिफिक डिस थ्याङ्क यू हाम्रो रामेन आयो अनि हाम्रो यो चिकन पनि आयो चिकन पनि यस्तो खतरा हुन्छ कि होइन यस्तो बवाल हुन्छ कि हामीलाई त्यसले पुग्छ किनकि त्यति धेरै खाँदैन सो लेट्स गो हामी खाएर विल बी ब्याक होइन तपाईँ बल्ल मनलाई ठन्डक भयो यस्तो मजा सो अब हामी त्यो गाडीतर्फ लाग्दैछौँ गाडीसम्म जान्छौँ अनि त्यसपछि हामी फेरि आउँछौँ प्रीतिकाले के बोलेको प्रीतिकाको माइक नै अफ रहेछ त्यही ससाङले म धेरै बोल्छु भनेर मैले अफ गरिदिएको लुकाएर होइन आई डाउट लेट्स गो घर जाम अनि त्यसपछि के गर्ने थाहा छ जिम गर्ने तिमी पढ म एकछिन जिम गरेर आउँछु है त अनि म पढ्नु सायद राइट गाइस म चाहिँ घर आएर जिम आउन आँटेको अघि नै पनि आज भ्लग नै नगर भने जस्तो लाग्यो किनकि प्रीतिकाको माइक नै होल टाइम अफ रहेछ प्लस त्यो अडियो पनि राम्रो छैन होला भ्लगको किनकि त्यो गेन नै एकदम हाई रहेछ त्यो भनेको चाहिँ एकदम धेरै लाउड नोइजेसहरू त्यसले क्याप्चर गरेर आएको थियो सो त्यस्तै भयो अनि म अहिले पनि जिममा आएको मैले माइक नै ल्याउन बिर्सेछु सो त्यहाँ धेरै मान्छेहरू पनि छ सो हल्का ठुल्ठुलो सो डिस्टर्ब पनि नगरौँ माइक पनि छैन सो द्याट विल बी अल फर टुडे बट अब आफ्टर फ्यु डेज एक्जाम्सहरू सकिन्छ त्यसपछि माइट बी अलि नयाँ नयाँ कुराहरू हुन्छ होला बट दिस इज माई लाइफ होइन यही गरेर आएको छु म एभ्री सिङ्गल डे त्यही नै सोकेस गरेर आएको मैले
Thank you guys. Thank you for watching. See you guys tomorrow. Bye bye. Peace.